साथीहरू हजारवटा जति फोटो भएको हुनाले चाहिँ यो पार्ट 2 भिडियो बनाएँ मैले। भिडियो चाहिँ मैले बनाइनँ यसपालि, फोटोबाट मात्रै भ्लग बनाइरहेको छु। हजुरहरूले चाहिँ यसैले माया गरेर हेरिदिनु होला भन्न चाहन्छु। अनि जसले हेर्नुभएको छ अनि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गर्नुहोला। अनि फोटोहरू भिडियोहरू कस्तो लागिरहेछ, मैले चाहिँ फोटोबाट मात्रै भिडियो बनाएँ। कपिराइट लाग्ने भएको हुनाले साइडमा टिभी हुन्छ, टिभीमा ब्याकग्राउन्ड म्युजिक बजिरहेको छ। अनि ब्याकग्राउन्ड म्युजिक बजेपछि चाहिँ कपिराइट लाग्दो रहेछ। अनि मैले फोटोबाट मात्रै भिडियो बनाएँ। यसैले माया गरेर हेरिदिनु होला। यो चाहिँ पार्ट 2 हो हाम्रो अधिकारी परिवारको। बिहान 10 बजेर होइन 11 बजेतिर बाट 11 कतिमा थियो सायद। अनि त्यति बेलादेखि सुरु गरेको, एकैचोटि 5 बजे मात्रै हाम्रो टिका सकियो। अनि यसरी चाहिँ हाम्रो अधिकारी परिवारमा चाहिँ अब पालैपालो गरेर पहिला आफूले ठुला बडाबाट टिका ग्रहण गर्ने, अनि आफू त्यो सकिएपछि चाहिँ अनि आफूले अनि आफूभन्दा मुनिको सानातिना छोराछोरी बुहारीहरू छोराहरू नाति नातिना सबैलाई, भान्जा भान्जी दिदी भिनाजु सबैलाई ज्वाइँ साहबहरू सबैजनालाई टिकाहरू लगाइरहेको अवस्था हो। अनि यो चाहिँ हाम्रो अधिकारी परिवारको सन्तान हल्लार बुवा होइसिन्थ्यो हाम्रो ससुरा। अनि ससुरा शेरबहादुर अधिकारी, उहाँको चाहिँ शाह सन्तानहरू हुन्। शाह सन्तान चाहिँ यसरी एकै ठाउँमा एकजुट भएर कहिले गाउँमा कहिले काठमाडौँमा दसैँ मनाउँछौँ। अनि यो भिडियोलाई चाहिँ धेरै धेरै माया गरेर हेरिदिनु होला। मैले यो भ्लग चाहिँ किन बनाएको भने चाहिँ म चाहिँ काठमाडौँमा जन्मेको हो। काठमाडौँ मेरो नयाँ बानेश्वर माइतीबाट मेरो बिहा भएको हो। अनि लमजुङ घर भएको हुनाले चाहिँ उहाँ अनि यो भ्लग बनाएको। अनि सबैजनाले त मलाई त्यति राम्रोसँग चिन्नुहुन्न नि त, म गाउँमा गएर पनि बसेको छैन। अनि म काठमाडौँमै बस्छु। अनि कसैले पनि चिन्नु हुँदैन राम्रोसित। त्यस कारणले गर्दाखेरि भ्लग मार्फत भए पनि मेरो आफ्नो परिचय दिनलाई चाहिँ सजिलो हुन्छ भन्नलाई चाहिँ मैले भ्लग बनाएको। यसलाई अन्यथा नलिदिनु होला। आफ्नो सबैजनाले हेरेर भिडियोलाई चाहिँ धेरै माया गरेर हेरिदिनु होला। र कस्तो लागिरहेछ कमेन्ट पनि गरिदिनु होला भन्न चाहन्छु। मैले चाहिँ यो भ्लग चाहिँ ढिलै लिएर आएँ किनभने अब म अलि बिरामी पनि परेको थिएँ ज्वरो आएर। अब यो दसैँ सकिने बित्तिकै सन्चो भएन, ज्वरो आइहाल्यो। अनिखेरि भिडियो भ्लग ल्याउन सकिनँ। यो चाहिँ 2082 सालको दसैँ चाहिँ धेरै रमाइलो नै भयो। अब जति छौँ, अब कोही गाउँमा होइसिन्छ, कोही विदेशमा। अनि अब यहाँ भएको जति काठमाडौँमा भएको जति चाहिँ हामी एक ठाउँमा भएर चाहिँ यसरी दसैँ मनायौँ। नानुले पनि भाइ बहिनीहरूलाई टिका लाउँदै छिन्। छोरीहरू हुन्, यिनीहरू चाहिँ नाति नातिना हुन्। यिनीहरू चाहिँ सबैजनाले सानाले ठुलाले सानालाई यसरी नै आफूले पनि ठुला बडाबाट अनि आफूले पनि अब सानातिनालाई गरेर यसरी नै आशीर्वाद आदान प्रदान गरिरहेको छौँ। धेरै खुसी पनि लाग्छ। यो दसैँ तिहार भन्ने कुरा चाहिँ हाम्रो नेपालीहरूको लागि चाहिँ धेरै ठुलो चाडपर्व हो। यो पनि एउटा जुर्नु नै पर्छ। एउटा आशीर्वाद दुर्गा माताको आशीर्वाद ग्रहण गर्न पनि त्यत्तिकै त कहाँ हुन्छ र। हामीलाई सबै कुरा जुर्नुपर्छ। कहिले केले छेक्छ, कहिले केले छेक्छ। वर्ष दिनमा बल्ल बल्ल आउँछ। त्यही पनि त्यति गाह्रो हुन्छ नि।